नमस्कार सबैजनालाई स्वागत छ सजिलो किचनमा। तयार गर्छौँ हामी बङ्गुरको मासु र रायोको सागलाई। बङ्गुरको मासु लिएको छु, छाला र हड्डी सहितको। रायोको साग पनि छ। एउटा भाँडामा तेललाई राख्छौँ। तेल राम्रोसँग तातेपछि बङ्गुरको मासुलाई राखिदिने। यो मासुमा बोसोहरू मजाले हुने हुनाले थोरै मात्रै तेल युज गर्नेछौँ। यसरी चलाएर यसलाई मजाले फ्राई गर्दै रहनु पर्दछ। अब यतिको भएपछि थोरै नुन र अलिकति बेसारलाई पनि राखेर चलाइदिने। जबसम्म मासु चाहिँ रातो भएर तयार हुँदैन यसरी नै तयार गर्दै रहनु पर्दछ। तेल मजाले निस्किन थालेको छ। अब यसमा प्याजलाई राखिदिने र यसरी चलाइरहनु पर्दछ। मासु यसरी अब हाम्रो रातो हुनलाई थाली पनि सकेको छ। अब टमाटर राख्ने अनि चलाइदिने। राम्ररी टमाटर नगलेसम्म यसरी तयार गर्दै रहनु पर्दछ। अब यसमा मिट मसला र अलिकति खुर्सानीलाई राख्ने अनि चलाइदिने। अब यतिको भएपछि अदुवा र लसुनको पेस्टलाई राखेर चलाइदिने। अदुवा लसुनको पेस्ट यतिखेर राख्दाखेरिमा एकदमै मजाको खालको बास्ना पनि आएर मिठो हुने गर्दछ। कागतीको रसलाई राख्ने अनि गरम मसला थोरै राखेर चलाइदिने। सिम्पल तरिकाले तयार गर्न खोज्दैछु। अब रायोको सागलाई यसरी राख्ने। धेरै मसिनो नगरिकन सागलाई यसरी राख्नु पर्दछ। यसरी चलाएर तयार गर्दै रहने। र यसरी हाम्रो लगभग बङ्गुरको मासु र रायो सागको रेसिपी तयार भएको छ। निकै नै स्वादिलो पक्कै बन्नेछ। यदि तपाईँहरूलाई पनि आजको भिडियो मन पर्यो भने बनाएर खानलाई नभुल्नुहोला। धन्यवाद।